ल अब हाम्रो ब्लग चाहिँ सुरु हुँदैछ फाइनल्ली हामी अब निस्किन थाल्यौँ राजु चाहिँ यहाँ कफी बनाएर खाएर आऊ Let's go guys है हामी चाहिँ यहाँ 5th फ्लोरमा हो घर मेरो खोल्दिन Struggling to close the door लगाइ ल ठिक छ ल लेट्स गो एभी हाइट्समा बसेको हामी हाइट्स त हाइट्स तर यहाँ अलि धेरै नै हाइट्स रहेछ 4-5 तलसम्म चढ्दा चढ्दा खुट्टा नै फुस्केला जस्तो हुँदो रहेछ मन्थ फेरि लाग्यो होइन सही हो ए कति सिट आयो त ग्राउन्ड फ्लोर त अर्को चस्मा लिएर आयो किन लिएर जाने चस्मा त ल्याकै नमाले It's okay guys, let's go now. हैन उलै हो अहिले चस्मा जाओ गाइस जिलो अपने जिन्दगी लास्टमा त ल हाम्रो चाहिँ ब्लग सुरु भइसक्यो कुन वे जाने हामी अब यो वे जाउँ होइन स्याट मान्छेहरू चाहिँ हिँड्दैछ हामी चाहिँ अघि नै एक राउन्ड समुद्र घुमेर आएर अनि निन्द्रा पुऱ्याएर यो चाहिँ हाम्रो सेकेन्ड लट है कस्तो राम्रो कोरियन फुड लिएर जाने यो चस्मा चाहिँ रहेछ लाउने भयो को त नि यहाँ यस्तो हिरोइन फेरि यत्रो झोला बोकेर कहाँ हो मायालु ओ माई गड भाउजूको अब चेन्जमा ड्रेसअप चेन्ज हुन सक्छ यस अनि कस्तो लाग्दैछ गाइजहरू डे के रे किन नि बोर लागेको चाहिँ वाइ बिना टाइममा सुतेर 2 घन्टा म त यस्तो सुतेर उठेको त है कहाँ छु भइरहेको क्या अब त्यो ठाउँ पनि अब नयाँ त्यो डिफ्रेन्ट ठाउँ भएर क्या तर स्ट्रिटहरू चाहिँ कस्तो बबाल क्या होइन कस्तो यो चाहिँ उस भयो मिठो सही टाइम भयो हाम्रो चाहिँ निस्किने लेट्स गो गाइस चिसो हावा आउँदैछ सो फ्रेस कत्रो ठुलो सिप यार ओ माई गड कत्रो ठुलो है यहाँबाट नि त्यत्रो ठुलो देखियो त्यो त अमेजनमा कन्टेनरमा बोक्नेहरु जस्तै टाइपको हेलो गाइज वेलकम ब्याक टु माई च्यानल भनेर भन्दा चाहिँ अलि ढिलो भइसक्यो होला हो जाउँ ठिकै छ सर हेर्दै जाउँ न मजाले तर यो टाइमिङ चाहिँ बल्ल ठिक्क भयो क्या होइन कस्तो न गर्मी न जाडो ठ्याक्क सही टाइमिङ हुँदैछ आज चाहिँ हामी विथबीमा विथबीको बिचको भाइब्स लिँदैछौँ सबैजना हामीसँगै भिडियो हेर्दै जाउँ आइन्छ मजाले त्यो फुडको लागि चाहिँ भनेको क्या नत्र भने टेक वे गर्दा हुन्छ बोकेर खाँदै हो त्यही बोकेर लग्ने अनि खाने अनि फर्किने के हो यहाँ भएन है यहाँ हामीलाई राजुले मिस गाइड गरे
बाटै छैन क्या हो त्यो त अब यहाँबाट निस्के मात्रै हो क्या आउनु थ्याङ्क यू भएन है राजु के हो यो पारा ए म्याप हेर्दै अघि अघि लिड गरेर यार उल्टो बाटो ल्याइस बाटोबाट डेन्जर जानु त हो अब मलाई के भन्दै आएको भन्नु न त्यहाँ दुईटा बाटो थियो होइन यहाँको त कहाँ जाने थाहा थाहा यहाँ म्याप हेर्नुपर्छ त्यही भएर मैले माथिको रोड के जानु भनेर नयाँ रोड ल्याएर ठिक हो। गयो त हुन्छ तर नयाँ बाटो जानु त्यही अब अब यसरी सक्दिनँ सिधै जाउँ न हो त ठिकै छ सिधै भन्दा त्यो अघि आइसिङ आएको ठाउँ पुग्छु अब यस्तरी घुमेर यस्तरी तलबाट त्यहीबाट अनि बरु यसो हेर्दै हेर्दै जाउँ न है ठिकै छ समुद्र हेर्दै जाउँ न त सर के छ र जसै हाम्रो टार्गेट भनेको क्यासल पुग्ने हो त्यो पनि हुन्छ अरे पौडी खेल्न नजान्ने मान्छेको डाइलग हेर्दाखेरि यहाँ त 3 जनै पौडी खेल्न नजान्ने मान्छे होला म मात्र हामी 4 जना एउटा डुङ्गामा गएर समुद्रमा गएर डुङ्गा गुल्टियो भने बाँच्ने चाहिँ म मात्रै रहेछु Oh wow, it's a nice street. Nice street. Oh then. ओ यहाँ त के हो राजुको एस्थेटिक भिडियो बनाइदिनु जस्तो रहेछ नि त यहाँ त फेरि लग जगले ठिकै छ ओ खतरा देखिँदो रहेछ त को यस्तो ब्युटिफुल अब चाहिँ हामी गाइस घुम्दैछौँ यो यस्तो आनन्दको गल्लीमा तर कस्तो दामी है यो ढुङ्गाहरू वर्ल्ड डिजाइन के सिलेक्ट पाराले यो अगाडिको स्ट्रिट पनि सही रहेछ क्युट रहेछ घरहरू गल्ली चाहिँ यो स्ट्रिट चाहिँ बबाल रहेछ होइन स्याट्ट पारेको कि यस्तो राम्रो स्ट्रिट छोडेर यस्तो राम्रो स्ट्रिट के अरे बाटो छोडेर कहाँ हिँड्दै थियो भाइ भाइ अहिले त घरबेटले लहेर्छ है हेरि मेरो घरको फुल किन टिपिस भनेर हेरि तर माइक चाहिँ फेरि यहाँ छ कि फेरि बल्ल याद आयो सबजनाले यसरी बोल्दै हिँड्नुपर्छ जता बोल्छ माइक चाहिँ त्यता यस्तो गरिदिन्छु है म चट्ट जसको पालो आउँछ तपाईँलाई कस्तो लाग्दैछ आज मलाई एकदम राम्रो लाग्दैछ रमाइलो लाग्दैछ हजुरलाई चाहिँ कस्तो लाग्दैछ भन्नु मलाई त एकदम म त अलवेज रमाइलो आज लाग्छ 3 चोटी भयो बहिनी आज चाहिँ होइन अहिलेसम्म अहिलेसम्म 3 चोटी भयो गुड आज चाहिँ 3 चोटी भन्नुहुन्छ ओ छिङ छाङ थियो कसरी त छ्याले अलिक जान पर्यो नि कसरी टुरिस्ट सबै टुरिस्ट जस्तो देखिन्छ खासमा त हामी सबै टुरिस्ट नै हो न त यहाँ चाहिँ राजुलाई चाहिँ आज होइन इङ्ल्यान्डको म्याच भएको राजुलाई किडन्याप हानिदिन्थ्यो बाटोबाटै एउटा मलाई लाग्यो 3टा तारा लाउँछ ओए यहाँ हेर न राजु तास यहाँ एउटा एक्काको कमी रहेछ क्या एक्का यहाँ कि देखिन हौ त्यही भएर म यहाँ आएर बस्दिएको सही रहेछ त होइन डिजाइन ल जाऊ
अगाडि उ त्यो के छ तर के हो यहाँ तिम्रो भ्लगमा ओहो यो चाहिँ सानो पुन्टे पार्क रहेछ ओहो एलएस एडभेन्चर इन वन्डरल्यान्ड रे यो त के हो स्टोरी जस्तो स्टोरी रहेछ होइन मुसा चराको बारे अब यो पढ्न त गाह्रो छ यसले कसले पढ्नै पढ्यो भने त चार्ल्स डोजन वाज द रियल नेम अफ द अथर रेविस क्यारल केही न केही स्टोरी तर कसले पढ्छ त्यत्रो त सायद यो पहिला त्यो क्यासल छ नि त अनि त्यो क्यासलको हिस्ट्रीको बारेमा होला एभ्रीबडी गेट्स अ प्राइज रे क्या केही त होला अनि यहाँ त तासको छ क्या तल फेरि हेर न। अनि यो चरा के चरा हो यो समुद्रको त्यही भर्खर क्वाँ क्वाँ गर्ने हो के भन्छ यसलाई स्वाङ भन्छ के भन्छ अरे होइन यो चरालाई के भन्छ यसलाई छोडिदियो क्या चरा हो हाम्रो लागि कुन हो त्यसलाई यस्तो जुम गऱ्यो भने हो अँ खै कुड्यो त्यहाँको चरा हो कहाँ भयो उ हेर्दा ल ठिकै छ जामी यो हाँसको हाइब्रिड भनिदिउँ न सकिहाल्यो नि खुट्टा त त्यस्तै छ अलिअलि उही के हो त नि यहाँ त फेरि कस्तो यस्तो गरेको छ नि डेढे हेरे जस्तो कि होइन सीबाट आउँछ होला ल ल सीबाट जाम होइन हौ के हो के अँ कस्तो बिर्सियो मेरो मनमा केही हुँदैन कहिले अब म खिचिदिन्छु जाऊ तिमी म जानु पर्दैन एउटा सिगल वाट इज दिस सिगल त्यो उसँग नि स्पिडहरूको पर्सनल क्यामेरा म पर्सनल देखौ दार्जिलिङ माछा पारेको ल यहाँ चाहिँ बिचमा एउटा स्ट्याचु माछा मारेको स्टोरहरू सपहरू छ फाइनल्ली म्यागजिन स्टोर अब चाहिँ फाइनल्ली हामी बाहिर निस्कियौँ अब यहाँ एउटा ब्रिज तरे पछाडि चाहिँ यहाँको मार्केट आउँछ अहिले चाहिँ हामी क्यासल जाँदैछौँ ऊ त्यो माथिको क्यासल कति 100 स्टेप चढ्नुपर्छ अरे 900 होइन इट्स लुक्स नाइस अहिले बल्ल कस्तो अघि मान्छेले भरेर नदेखेको रहेछ क्या हामीले यहाँको भ्यू होइन अहिले त राम्रो देखियो त यता पनि घरै घर छ यता छ ओ राजु त्यो बाइक के हो कुन बाइक हो मान्छेहरू इन्जोय लु है गाइज अब यहाँबाट चाहिँ ट्याक्क हाम्रो वेट बिग यात्रा सुरु भइसक्यो कस्तो अल्छी लाग्यो कि यार बोल्नु पनि Whoa, looks good. Alright, यो चाहिँ हाम्रो रेस्टुरेन्ट लाइन अघि हामी आउँदा चाहिँ 3:30 बजे थियो क्या त्यो ओपनिङ टाइम 8 बजे त क्लोजिङ क्या अहिले अहिले त ओपन छ अनि 7 बजे सक्यो अनि हामी 8 बजे के आइहेर्दा 1 घन्टामा नत्र अहिले बोकेर लाइक पछि टेक अवे लाने अनि घर कतारा खाने हुन त तर फेरि 1-1.5 घन्टासम्म त फेरि कस्तो हुन्छ फुड भन्ने कुरो नि हो होइन ल हामी चाहिँ यो रेस्टुरेन्ट कोरियन रेस्टुरेन्टको खाजा खाने भनेर भनेको 8 बजे बन्द हुने रहेछ त्यही भएर हामी अलमल्ल पर्दैछौँ वाट टु डु ओके अब एकछिन डिसाइड गर्नुपर्ने भयो यहाँ तर फुडहरू चाहिँ यहाँ राम्रो राम्रो पाउँदो रहेछ
भाउजूलाई खानु मन लाग्छ नि त के त्यो खानु खाना मन चाहँदा लाग्दैछ? चाहिँ हुन्छ भाउजू के गर्नु मिठो नत्र खाऊ यस्तो गरौँ न त कहिले खाऊ होइन रुचीको खाऊ अनि बेलुकीखेरि अरू नै थोक खाउला जे भेटिन्छ त्यही ट्रेन चाहिँ क्यान्सल भयो होइन अब चाहिँ हामी क्यान्सल किन भन्दा त्यहाँ चाहिँ धेरै आइटम रहेनछ हामीले खानु खोजेको चिज चाहिँ पाएन सो वी जस्ट चेन्ज आवर प्लान अब यो हाम्रो अर्कै स्ट्रिट गाडी आयो यार ओए उड्दैम क्या यो सँगसँगै म पनि तर अहिले चाहिँ कस्तो दामी देखेको कि यो सबै स्ट्रिट भाइब एकदम आनन्द यहाँ चाहिँ पसल कुन पसलमा हो रे अघि एउटा नेपाली सल पनि बेच्न राखेको थियो नि माथिकोमा हो क्या मङ्स हेभन क्याफे ठ्याक्क बल्ल घुम्न रमाइलो हुँदैछ अब चाहिँ रेस्टुरेन्ट र अनि बार टाइपकोहरू चाहिँ ओपन हुन्छ होला सायद रेडी देखाउन त्यसरी ल यहाँ चाहिँ इन्जोय मान्छेहरू चाहिँ बाहिर बसेर रक्सी खाँदै बसिरहेको रहेछ सबैजना रमाइलो गर्दै विच इज गुड गल्लीहरू पनि खतरा खतरा काठमाडौँको के भन्छ अरे काठमाडौँ बसन्तपुर एरिया जस्तो के हुन्छ नि घरकै घर सानो उस भएको गल्ली भएको यहाँबाट पनि जानु मिल्दो रहेछ क्या यो त घरको लागि रहेछ यसले हल ए मेन्यु हेरौँ यहाँ जापानिज रहेछ यो चाहिँ टेम्पुरा टेरियाकी दिस स्याटरडेको लागि रहेछ राजुलाई किडन्याप हान्छ यहाँ यो दिनमा ल्याउनुहुन्न यो चाहिँ मेन्यु तर दामी रहेछ मेन्युहरू एकपल्ट हेर्नु पर्यो टेरियाकी दम्बुरी साइज ठिकै छ यहाँ रहेछ है गाइजहरू 199 स्टे need to go through यो स्ट्रिट चाहिँ राम्रो रहेछ यहाँको स्ट्रिट चाहिँ अब हामी चाहिँ यो उक्लिन्छौँ बुढी आउनु के हो भने जम्मा 10 स्टेप भयो त यो चाहिँ भएन है घुम्न आएको मान्छे तपाईँहरू ऊ त्यो लाइट हाउसमा गएको होइन ओ वाउ आज राति बहिनीलाई इङ्ग्लिस भूतले तर्साउँछ मेरो चाहिने राजी छ चन्द्रमुखी भन्दै चन्द्रमुखी लक 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 आउँदैन कि आउँदैन होइन कि उस हुनु पर्यो नि मैले त माथिको के लौ यो यो छ भाइ हामी तर यसले गाइड गर्दैन This looks so good here. सलक्क भ्यू यो त यो दुईटा ब्रिज चाहिँ होइन कस्तो त्यो ओपन गरिदिएको गेट जस्तो देखिँदो रहेछ नि होइन सिपहरूलाई आउनको लागि ओपन गरिदिएको जस्तो क्या यस्तो हो त्यहाँ चाहिँ यो छाल आउने बेलाको लागि होला नि मलाई पनि थाहा नि
सही हो तर दामी देखिन्छ देखिन्छ लाइट हाउस त्यो लाइट हाउसमा चढ्न पायो भने मजा आउँथ्यो होला है यहाँको काम दियो भने चाहिँ यहाँ चाहिँ डर लाग्नु मलाई यो लाइट हाउसको अँ यहाँ चाहिँ अलि ठिकै रहेछ त्यो डरै लाग्दो लाग्यो होइन तर अहिले शान्त भइरह्यो नि हावा आउरी चलेको बेलामा त डरै लाग्ने हुन्छ कस्तो राम्रो देखिने सेभेन सिस्टर्स भन्ने चाहिँ अलिकति हाई छ तिनीहरूको त्यो टापुहरू चाहिँ अनि सेतो सेतो हो क्या त्यो चाहिँ लाइक अलिकति हामी अब उता जाने कि कता जाने जाउँ न एउटा ऊ त्यहाँ टुप्पासम्म पुगौँ न हेरौँ डिकबाट तर होइन उता चाहिँ जानु पर्यो यसरी जाँदा हुन्छ है। तर यस्तो ठाउँमा रेस्ट इन पिस भयो भने दामी हो नि होइन यस्तो समुद्रको छेउमा शान्ति हुन्छ होला बिचरा उहाँहरूले केही गर्नु भएको होला त्यही भएर यस्तो ठाउँमा ल्याएर गाडेको बिलिफ तर कस्तो डर पनि नलाग्ने है नला च्याङहरूको बिचमा उहाँबाट खाँदै बसेको के हो त हो त्यति साह्रो म त देखेको छैन त खाएको त्यति साह्रो नि नभनौँ हौ बिचरा मान्छेहरूलाई दिला पातमा चाहिँ अब बन्द भयो हामी चाहिँ जम्मा जाने हामी भोलि हामी के हामी पहिला गएको कस्तो ढुङ्गै त्यता नि के छ त्यहाँ माथि चाहिँ कसरी जाने यहाँ कसैलाई फोटो खिच्न सकेको छैन मान्छे घामले सबै तर्पे जस्तो गर्मी भएपछि मान्छेको दिमाग सन्किन्छ यत्तिकै त्यही माथि बेला बेला सन्काएर मैले तपाईँलाई केही भनेकै छैन हो बुढी किन जङ्गेको यसै गएको थिएँ मैले त अब उस पो भनेको त मान्छेलाई ए पानी किनिदिन्छु नि त अनि भन्नु तिर्खा लाग्यो भन्नु कहाँ त माइक यहाँ एउटा बार छ त क्याफे एन्ड बार लेखेको रहेछ म देखेँ बन्द भयो क्या यहाँ ए हो र त्यो डर लाग्दै ठिक छ जाउँ अब उतै तलतिर खाजा खान पानी लगेर जानुपर्छ हो भरै पनि खाँची ठ्याक्कै भ्याच लगाएर गरेर यस्तै रहेछ उसलाई पनि मैले भने जस्तो किन खिच्दिएनस् मुर्दार भन्दै त्यस्तो भनेको त हाँस्ने अरे यसले मेरो पुरै हाँसेको एउटा ठाउँमा त पुगिन्छ नि त डुल्नु आएको त्यहाँबाट चाहिँ कहाँ पुगिन्छ हेर्न मन लाग्यो पहिला जाऊ भनेपछि ल जाऊ राजु कुदा त हामी यहाँ शीतलमा बस्छौँ एकछिन गर्मी भयो हाम्रो यहाँ फोटो सेसन चल्दैछ गाइजहरूको पछाडिको क्यासलसँग अनि म चाहिँ यहाँ ग्राउन्डमा बस्दैछु अगाडि चाहिँ ड्राकुला लेखेको रहेछ अनि आई डोन्ट नो इज रिच गाई यहाँ यता साइडमा चाहिँ त्यो पनि प्राइभेट कटेज होइन अन द कोस्टल एरिया अफ द सी अनि यो चाहिँ निलो आकाश अनि यता गाडी आउँदैछ आई डोन्ट नो यहाँ चाहिँ गाडी पनि चलाउन पाउँदो रहेछ कति मजाले सेटो गयो आफ्नो घरमा रिच गाई क्याफेबाट उता देखाएको थियो उता गयो क्याफे सबै बन्द भइसक्यो भरे घरमा लगेको उयो के भन्छ किन्छु बिहान हेरेको थियौँ नि त्यो खुल्छ होला
किम्ची खानुपर्छ किम्ची राम्रो झोल हालेर अनि बियरसँग खान त मजै आउँछ त्यसरी बेर बेर मैले गुगलमा हानेको भेटिनँ के चाहिँ सोधुको लागि तर छनु चाहिँ छ घुँडाएर पत्र हो ब्ल्याक हर्स डार्क हर्स अहिले मोरक्कोलाई वर्ल्ड कपको डार्क हर्स भनिरह नि त हेर्दै हेरेन अहिले नभन के तिम्रो यसो मिलाउनु पर्यो Aber der Hochgeschoss ist hier war kein Platz, ne? सरी it's alright thank you भन्ने बुल्टेकोमा यहाँ बुल्टेहरू सिधै तल क्यामरा सिद्धिसम्म There's a short and sweet हो नि फेरि किन हो र यस्तो सकाउने नभनेको न मोडल होइन यसो हेरौँ पनि न कस्तो हेर्छ खै कस्तो रहेछ टाढोबाट खिच्दिनु गयो कति राम्रो होइन टाढोबाट नि अझै टाढाबाट छ 0.5 त्यस्तो त्यही यो नै राम्रो यस्तोहरू रहेछ। राम्रो कि यस्तो राम्रो